हजुर सर नमस्कार। हजुर त्यो जबाङ खोलाको पहिरोको अपडेट मैले ल्याएको थिएँ, एकतर्फी खुल्यो भनेर राखेको थिएँ, खुलेको छैन भन्ने कुरा आयो। के हो सर त्यहाँको खास? त्यस्तो हो क्या, पानी परिरहेछ हजुर। हजुर पानी निरन्तर परिरहेछ। जुन त्यो पहिरोबाट उता जुन हाम्रो महकुलासम्म जति पनि त्यो असुरक्षित स्थानमा जति गाडीहरू होल्ड भएको थियो नि पहिरोले गर्दा, हजुर सर हजुर तान्दाखेरि चाहिँ हामीले वान वे खुलाएको हो। हजुर। अहिले चाहिँ तपाईँको पानी पनि परिरहेछ, पहिरो पनि झरिरहेछ, त्यसले गर्दाखेरि बाटो अवरोध भयो हजुर। पहिरो कतिको छ सर त्यहाँ खुलाउन कति समय जति लाग्ला यदि पानी रोकिएको खण्डमा चाहिँ? त्यस्तो त सर, पानी निरन्तर परिरहेछ सर रातिदेखिबाट। हजुर अब के भन्नु भयो चाहिँ अब त्यो अपरेटरहरूले पनि हजुरको पानी पर्दाखेरि चाहिँ त्यो काम गर्न जोखिम सकिरहनु भएको छैन। जोखिम बढी छ। भनेपछि सर्वसाधारणलाई यतिखेर जबाङ खोलाको पहिरोको कारणले यात्रा गर्न सकिन्न भनेर एउटा पोस्ट राखिदिन्छ है सर? हुन्छ सर, हुन्छ। हजुरहरूले चाहिँ अब दार्जिलिङमा चाहिँ पहिलेको एकदमै जोखिम भएको ठाउँहरू 7-8 भन्दा बढी ठाउँहरू भएको उच्च जोखिमका ठाउँहरू राति लगभग 10-11 बजेको निरन्तर अहिलेसम्म पानी परिरहेको भएको भएर चाहिँ दार्जिलिङ भएर यात्रा अति आवश्यक काममा बाहेक चाहिँ यात्रा नगरिदिनु भएर हालिदिनु पनि हुन्छ हजुर। ए हुन्छ सर हस्, हुन्छ सर हस्, धन्यवाद सर, धन्यवाद, थ्याङ्क यू। सुनिहाल्नुभयो, उहाँ चाहिँ जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्सपेक्टर सुरज श्रेष्ठ हुनुहुन्थ्यो र धादिङ क्षेत्रमा चाहिँ यतिखेर सवारी साधनहरू रोकिएको छ, जबाङ खोलाको पहिरो हटाएको छैन, त्यहाँ चाहिँ हटाउनलाई चाहिँ जोखिम छ, अपरेटरले पनि पहिरो हटाउनको लागि चाहिँ अहिले सकिरहेको छैन भन्ने कुरा जानकारी गराउनु।